नमस्ते सबैलाई फेरि पनि स्वागत छ मेरो कोरिया नेपाल टुरिज्म युट्युब च्यानलमा। आज चाहिँ म साउथ कोरियाको आन्सान नजिकै सियोङसीको एउटा पार्कबाट बोलिरहेको छु। अहिले कोरियाको मौसम एकदमै न गर्मी न जाडो भने जस्तो मौसम छ। जताततै रङ्गीचङ्गी फुलहरू फुलिरहेका छन्। मानिसहरू पनि आफ्नो छुट्टीको दिनलाई यस्तै फुलहरू हेर्दै तालतलैयाहरू घुम्दै चाहिँ एकदम रमाइरहेको देख्न पाइन्छ। यो विभिन्न किसिमको फुलहरू एकैसाथ फुल्ने गर्छ। भर्खरै चाहिँ पयौँ झरेर सकियो साकुरा, त्यसपछि बिस्तारै फुलहरू कर्मैसँग फुल्ने क्रम जारी छ। हेलो नमस्ते। हेलो नमस्ते, मेरो नाम प्रतिमा सुवेदी। कहिले आउनुभयो कोरिया चाहिँ? म कोरिया आएको चाहिँ 5 महिना भयो। 5 महिना है। तपाईँ आउँदा कोरिया कस्तो थियो, अहिले कस्तो रहेछ कोरिया? म आउँदा चाहिँ एकदम जाडो मौसम थियो कोरियामा। चिसो चिसो हिउँ परेको बेलामा आएको थिएँ। अहिले चाहिँ न जाडो न गर्मी, एकदम बेस्ट मौसम छ। फुलहरू फुलिरहेका छन्। पयौँ फुलेर चाहिँ अहिले झरेर साकुरा, अहिले चाहिँ यस्तो फुलहरू विभिन्न फरक फरक कलरका फुलहरू फुलिरहेका छन्। रमाइलो छ, हावापानी विकास राम्रो छ नेपालको भन्दा। सफा। अरू के राम्रो लाग्यो कोरिया? खाना कस्तो लाग्यो? खाना पनि जे मसलेदार नेपालको जस्तो चाहिँ हुँदैन, सादा सिम्पल मिठो नै हुन्छ, ठिकै। ओके। हेलो हेलो हेलो। सानो बाबु पनि यहाँ रमाइरहेछ। ठाउँबाट यतातिर अर्को ठाउँमा आइपुगेँ। यहाँ चाहिँ रातो फुल, अर्कै रेड कलरको फुल फुलिरहेछ। तल चाहिँ एकदम समुद्रबाट ल्याइएको खोला जस्तै बगिरहेछ। त्यो खोला चाहिँ नभएर यो सबै यता कम्पनीहरूबाट निस्केको ढललाई फिल्टर गरेर यहाँ समुद्रमा मिसाउने गरिन्छ। त्यस्तै यो विभिन्न ठाउँमा यस्तो राम्रो पार्कहरू छ। यता यस्तै भलिबल कोर्टहरू, फुटबल कोर्टहरू सबै छ। यो भर्खरै बन्दै गरेको ठाउँ भए पनि यति छिटो विकास भइसकेको छ। मौसम न्यानो छ। अरू हेर्दै जाउँ। यो कोरियाको वसन्त ऋतु हो अहिले। यो सकिँदा बित्तिकै यहाँ चाहिँ गर्मी लाग्छ। गर्मीमा यो कोरिया जापानतिर देखिने गरेका यो विशेष काठघरहरू चाहिँ गर्मी छलेर शीतल ताप्नको लागि बनाइएको हो। यो चाहिँ पहिचान चाइना, जापान र कोरियामा यस्तो घरहरू देख्न सकिन्छ। यसलाई गरी गरेर यहाँ चाहिँ 3वटा घर छ। गर्मीमा एकदम भिडभाड हुने यो ठाउँ। अहिले भने मान्छेहरू काममा व्यस्त भएको कारण त्यति देख्न पाइएको छैन। हामी चाहिँ यसको भित्रै गएर हेरौँ। यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ है, सिनुल फत्को ओल्ला खास्यो भनेर लेखेको छ। यहाँ चाहिँ सफा राख्ने हेतुले माथि जाँदाखेरि चाहिँ यो जुत्ता चप्पल बाहिर खोल्नुहोला भनेर लेखेको छ। सबै चाहिँ काठले बनाइएको छ। त्यस्तै यता बस्ने गरी छ, आराम बेन्चहरू पनि बनाइएको छ। निकै नै सुन्दर छ। यहाँ बसेर सम्पूर्ण भ्यूहरू एकै ठाउँबाट निकाल्न सकिने हुँदा त्यस्तै गर्मीमा शीतल पनि हुने गर्दा यो काठको एकदम प्रख्यात कोरियामा। अहिले
चाहिँ कोत सागुवा भनेको एप्पल जस्तै देखिने फुलमा आएको छु। यो रुख चाहिँ स्याउ जस्तै देखिन्छ है, सानो रुख तर निकै रङ्गी गरेर फुलेको छ। यो फुल चाहिँ सेतो सेतो रातो रातो कलरको फुल आफैमा सुन्दर छ। सानो सानो बुट्यानहरूलाई राम्रोसँग छाँटेर सानो रुखको रूपमा यसलाई विकसित गरिएको छ। निकै नै सुन्दर यो सिजनमा फुल्छ। स्याउ जस्तै देखिने भएकोले यसको नाम नै स्याउ फुल भनिँदो रहेछ। मानिसहरू साइक्लिङ पनि गर्दैछन्, हावा मन्द चलिरहेको छ। चाहिँ कोरियाको खाना चाहिँ तपाईँलाई खाना अथवा कुनै परिकार के चाहिँ मन पर्यो? मलाई चाहिँ कोरियाको खिम्ची अचार चाहिँ एकदम मिठो लाग्यो। हजुर अमिलो मिठो, खाना पनि रुच्ने। हजुर कोरियनहरू चाहिँ धेरै जस्तो चाहिँ खिम्ची हजुर कोरियनहरूले चाहिँ धेरै जस्तो खानामा धेरै खिम्ची नै खाँदो रहेछन्। त्यही भएर तपाईँलाई पनि खिम्ची मन पर्यो? हजुर। ल ठिक। आज चाहिँ मेरो आफ्नो च्यानलमा मेरो छोरो, मेरो श्रीमती, मेरो बुढी सँगै देखिएका छौँ। यिनीहरू कोरिया आएको पनि लगभग 4-5 महिना हुन लागिसक्यो। सुरुमा आउँदा चाहिँ हिउँ परिरहेको थियो, अहिले चाहिँ मौसम लगायत सम्पूर्ण वातावरण नै एकदम चेन्ज भइसकेको छ। यिनीहरू चाहिँ यता बस्ने गर्छन्। परिवार ल्याउने साथीहरूलाई सबैलाई थाहा छ, नल्याउने साथीहरूलाई चाहिँ छुट्टै रुम लिनुपर्ने हुन्छ यस्तोमा। तर मासिक भाडा तिरेर आफ्नो परिवारका साथ बस्न सकिने हुँदा अहिले धेरै विदेशीहरू चाहिँ यता भेट्न सकिन्छ। यो सियोङसीको इन्डस्ट्रियल एरियाको केही पछाडि खौसम भन्ने एरिया हो। निकै नै बस्तीको लागि एकदम सुन्दर छ। मैले चाहिँ यो कोरियामा आएर थाहा पाएअनुसार चाहिँ यो कोरियाको राष्ट्रिय चरा काच्छी रहेछ यसको नाम चाहिँ। पार्कहरूमा धेरै जसो भइरहेको छ। सबै बस्ती एरिया हो। बस्तीको बिचमा केही घरको अन्तरमा चाहिँ यस्ता सुन्दर बाल मैत्री उद्यान, चाइल्ड पार्क, फन पार्कहरू चाहिँ बनाइएको हुन्छ। यस्तो चाहिँ हामीले अब हेर्दैछौँ। बच्चाहरूको लागि बनाइएको पार्क। यहाँ चाहिँ पिङहरू जस्तै ठुलो मान्छेहरूले गर्ने एक्सर्साइजहरू र विभिन्न किसिमका कार्टुनहरूमा देख्न सकिने ससाना बच्चाहरूलाई घरहरू बनाइएको छ। भुइँमा उछ्याएको चाहिँ यो रबर हो, जसमा बच्चाहरूलाई लडेर पनि चोट नलाग्ने खालको आरामदायी रबरले यो चाहिँ बनाइएको हुन्छ। जस्तै यहाँका बच्चाहरू चाहिँ प्रकृतिसँग खेलुन्, माटो ढुङ्गोसँग खेलुन् भनेर चाहिँ छेउमा चाहिँ यो बालुवाको धुलो खेल्नको लागि बनाइएको छ। यहाँबाट चाहिँ बच्चाहरूले माटो खेल्ने गर्छन्। एकदम सुन्दर छ है, सानो भए पनि। छोटो घुमघामसँगै हामी चाहिँ नजिकैको बजारमा आइपुग्यौँ। हाम्रो घर चाहिँ त्यता पर पर्छ। हामी चाहिँ यहाँ किन आयौँ भन्दा अब लोटो काटेर धनी बन्नु पऱ्यो भन्ने हिसाबले चाहिँ यहाँ आइयो। कोरिया आएर लोटो पऱ्यो भने चाहिँ तत्काल घर जाउँ जस्तो नेपालीहरूको सपना हुन्छ। त्यो सपना पुरा गर्ने ठाउँ भनेको लोटो मात्रै हो। त्यो लोटो तर पर्दैन, ट्राई चाहिँ गर्नुपर्छ है साथीहरू। ओके।